1000 स्कुटर तल नमस्कार गोबरियाको 5औं वार्षिक साधारण सभाको कार्यक्रमका प्रमुख अतिथि देवीदत्त नगरपालिकाका नगर उपप्रमुख आदरणीय मदन जोशी हाम्रो बिचमा आइपुग्नु भएको छ। त्यससँगै म यो औपचारिक कार्यक्रमलाई सुरुवात गर्ने अनुमति चाहन्छु। वार्षिक प्रतिष्ठान नगरपालिका 15 हरिटोल गोबरिया कञ्चनपुरको 5औं वार्षिक साधारण सभाको अध्यक्षता गरिदिनका लागि यस वार्षिक प्रतिष्ठानका अध्यक्ष आदरणीय गुरु श्री देवदत्त भट्टज्यूमा हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन निङ्लासेनीका मूल पुरोहित पण्डित गौरीदत्त भट्टज्यूमा हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुन निर्माण व्यवसायी सङ्घ कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष श्री देवबहादुर चन्दज्यूमा हार्दिक अनुरोध गर्दछु। त्यसै गरेर अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन देवीदत्त नगरपालिका वडा नम्बर 5 का निर्वाचित वडा सदस्य श्री विनोद भट्टज्यूमा हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन देवीदत्त नगरपालिका वडा नम्बर 15 का निवर्तमान वडा सदस्य श्री नन्दराम भट्टज्यूमा हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गरिदिनु हुन निङ्लासेनी बहुउद्देश्य सहकारी संस्था लिमिटेड गोबरियाका सिइओ श्री प्रेम सिंह बहादुरलाई हार्दिक अनुरोध गर्दछु। स्प्रिङ प्रतिष्ठानका सल्लाहकार प्रतिष्ठानको विधान मसौदा समितिका संयोजक श्री कृष्णदत्त भट्टज्यूमा हार्दिक अनुरोध गर्दछु। त्यसै गरी समाजसेवी श्री शङ्करदत्त भट्टज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हरिटोल विकास समितिका अध्यक्ष श्री एकराज भट्टज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सिद्धनाथ वैद्यनाथ खानेपानी तथा सबै संस्था देवीदत्त नगरपालिका वडा नम्बर 8 का अध्यक्ष श्री कर्मेन सिंहज्यूमा अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसै गरी समाजसेवी धनगढी निवासी वार्षिक प्रतिष्ठानका सदस्य श्री करुणाकर भट्टज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। त्यसै गरी बाहुनी आमाका भरणे श्री रामदत्त भट्टज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसै गरी श्री बेलु भट्टज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसै गरी बाँसलिङका मुखिया एवं महाकाली प्रादेशिक अस्पतालका जनस्वास्थ्य अधिकृत श्री नन्दराम भट्टज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन अतिथिको आगमन हुने बित्तिकै अतिथिहरूको आसन ग्रहणको क्रमलाई जोड्नेछौँ र यो वार्षिक प्रतिष्ठानको 5औं वार्षिक साधारण सभामा स्वस्ति वाचन दीप प्रज्वलन गरेर स्वस्ति वाचन गरिदिनका लागि कार्यक्रमका विशिष्ट अतिथि निङ्लासेनीका मूल पुरोहित पण्डित गौरीदत्त भट्टज्यूमा हार्दिक अनुरोध गर्दछु। सर्वकल्याणमूर्ति उभयफलदास्तं शोभितामोदितं मम हृदय निवासं श्रीगणेशं श्रीगणाधिपतये नमः। दीपं हरत मे पावं दिव्यज्योति नमस्तुते धनपुत्रकलत्राणि शरीराणि सुखप्रदा आयुरारोग्यशौर्यं दिव्यज्योति नमस्तुते। तेन भूका विषभेदा
स्वस्ति न तार्क्ष्यो देवा अवसागमन्यः भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं वक्षेमाक्षभिर्यजत्राः स्थिरैरङ्गैस्तुष्टुवागुं सस्तनो बिर्वसेमहि देवहितं ददायुः शतमिन्नु शरदो वन्ति देवा पुत्रानश्चक्रादरसन्तनो नाम पुत्रासो यत्र पितरो भवन्ति मानो मध्यारीरिखताैर्गन्तोः अदितिदौरदितिरन्तरिक्षमाता सपिता सपुत्रः विषयदेवामदिति पञ्चजनामदितिर्जातमदितिर्गणितं द्योः शान्तिरन्तरिक्षगुं शान्तिः पृथिवी शान्ति आपः शान्तिरोहदयः शान्तिः वनस्पतय शान्ति विषयदेवा शान्ति ब्रह्म शान्तिः सर्वगुं शान्ति शान्तिरेव शान्ति क्षमा कुरु सन्न कुरु प्रजाभ्यो भयं नः वसुभ्यः गणानान्ता गणपतिगुं हवामहे प्रियाणान्ता प्रियपतिगुं हवामहे निधीनान्ता निधिपतिगुं हवामहे वसो हम आहम जानि गर्भधमा तुम जासि गर्भधम्मा अम्बे अम्बिके अम्बालिके नमानयति कश्चन सत्यशोकः सुभद्रिकां काम्पीदवासिनीं हसि ततो नो अभयं कुरु सन्नः कुरु प्रजाभ्यो भयं नः पशुभ्यः त्र्यम्बकं यजामहे सुगन्धिपुष्टिवर्धनम् उर्वारुकमिव बन्धनात् मृतो मोक्षीयमामृतात् ॐ नमो गणेभ्यो गणपतिभ्यस्तवो नमो नमो भ्रातेभ्यो भ्रातपतिभ्यस्तवो नमो नमः सभाभ्यः सभापतिभ्यस्तवो नमो नमो विरूपेभ्यो विश्वरूपेभ्यस्तवो नमो नमः सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत् ॐ शान्तिः शान्तिः शान्तिः। धन्यवाद आदरणीय गुरु पण्डित गौरदत्त भट्टज्यूलाई। त्यसपछि वासवी प्रतिष्ठानको 5औं वार्षिक साधारण सभाको ब्यानर वाचन गरेर साधारण सभाको उद्घाटन गरिदिनका लागि कार्यक्रमका प्रमुख अतिथि हेन्द्रतन नगरपालिका नगर उपप्रमुख आदरणीय निलम लेखक श्रीलाई आउनुहुन्छ। वासवी प्रतिष्ठान महिमा र गाथालाई अंगीकार गर्दै पाल्नु हुने यस समारोहका सम्पूर्ण महानुभावहरूका माझमा वासुदेव हिरानाथ वैनाथ सिद्धनाथ तथा माता नीलाश्री जगदम्बाको श्रीमन्तले हाम्रो आग्रह र हाम्रो अनुरोधलाई स्वीकार गर्दै हाम्रो यस गरिमामय सभाको प्रमुख आतिथ्यताको रूपमा पाल्नु हुने आदरणीय व्यक्तित्व हाम्रो हेन्द्रतन नगरपालिकाका नगर प्रमुख श्री निलम लेखक जोशीज्यूलाई उपप्रमुख निलम लेखक जोशीज्यूलाई हार्दिक अनुरोध गर्दछु, उहाँलाई स्वागत गर्न चाहन्छु। यस्तै यस कार्यक्रममा हाम्रो निलाश्री मन्दिर समितिका मूल पुरोहित गुरु आदरणीय हाम्रो यस उद्घाटनदेखि लिएर हाम्रो साथमा हाम्रो यो चाहिँ वासवी प्रतिष्ठानलाई अगाडि बढाउने टेवा पुर्याउँदै आउनुभएका श्रद्धेय गुरु पण्डित आदरणीय गौरीदत्त भट्टज्यू, यस्तै हाम्रो समाजसेवी बुद्धिजीवी निलासेनी सहकारी संस्थाका आदरणीय सियो बुद्धिजीवी प्रेम सिंह भाटज्यू,
योग प्रशिक्षक हाम्रो भौतिक व्यक्तित्व पूर्व चाहिँ प्रमुख वैद्यनाथ सिद्धनाथ खानेपानी संस्थाका अध्यक्ष आदरणीय उपसेनानी करवीर सिंह ऐरीज्यू, हाम्रो कर्णाकर भट्टज्यू समाजसेवी बुद्धिजीवी निर्माण व्यवसायी, त्यस्तै हरिभक्त भट्टज्यू समाजसेवी यस संस्थाका विधान मस्यौदाका सुरुदेखि नै हाम्रो अङ्गीकार गरेर डोराएर यस संस्थालाई आफ्नो यो भूमि दान गरेर वासनिक प्रतिष्ठानको रूपमा खटिन लाग्नुभएका देवदत्त भट्टज्यू लगायत हाम्रो आदरणीय कृष्णदत्त भट्टज्यू, साथसाथै यस समारोहमा पाल्नुभएका टोल विकास समितिका आदरणीय हाम्रो सहयोगी मित्र यज्ञराज भट्टज्यू लगायत महिला सज्जनवृन्द सम्पूर्णमा म वासनिक प्रतिष्ठानको तर्फबाट कोटि कोटि हार्दिक स्वागत नमन गर्न चाहन्छु। स्वीकार्नुहोस्। स्वागत। आदरणीय मानमा हामी वासनिक प्रतिष्ठान बनाएर यो गौरादेवी के अरे चाहिने घरको रूपमा विकसित गर्दै आज वासनिक देवताका अनुयायीहरू त्यस भेगमा बस्ने भट्ट चन्द हाम्रो यो चाहिने वडा नम्बर 60 गर्ने आफ्नो धार्मिक परम्परा र यो जो चाहिने आधुनिक युगमा हाम्रो परम्परागत संस्कृति रीतिरिवाजहरू जो एउटा हराउँदै गएको छ त्यसलाई संरक्षण गर्ने किसिमले प्रवर्धन गर्ने किसिमले सबै सङ्घ संस्थाहरूसँग हातेमालो गर्दै हाम्रो स्थानीय नगरपालिका स्वागत मन्तव्यका लागि संस्थाका उपाध्यक्ष केन्द्रज्यू, त्यसपछि छोटो रूपमा चौथो वार्षिक साधारण सभा दिनसम्म आइपुग्दा हामीले गरेका कामहरूलाई मौखिक रूपमा यहाँका बिचमा प्रस्तुत गर्ने अनुमति चाहन्छ। हामीले दमा 4वटा र डाइन एउटा गरेर 5वटा बाजा लोकौन बाजा संरक्षणका लागि भनिएको प्रस्तावना आह्वान गरी उच्च संस्था पेश गरेपछि हामीले 50,000 प्राप्त गरेका छौँ। त्यसबाट दमा र डाइन चाहिँ खरिद गरेर निर्माण हुँदा हाम्रो यही भान्साघरमा सुरक्षित राखिएको छ। त्यसै गरेर हिन्दुत्व नगरपालिका कार्यालयबाट हाम्रो निर्माण भएको भान्साघरको रङ्गरोगनका लागि 3 लाख विनियोजन भएर आएको थियो। त्यसबाट रङ्गरोगन गरिसकेपछि केही बचत भएको थियो। त्यो बचत भएको रकमबाट हाम्रो अगाडि रहेको खानेपानी ट्याङ्की स्ट्यान्ड सहितको निर्माण गरेका थियौँ। यसै गरेर यसै बिचमा धर्मानन्द जोशी र अनिता जोशीज्यूबाट ग्यास सिलिन्डर प्रतिष्ठानलाई प्राप्त भएको थियो। त्यसै गरेर यस आर्थिक वर्ष 81-82 कार्यान्वयन हुने गरेर उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट वित्तीय हस्तान्तरण भई हिन्दुत्व नगरपालिका मार्फत कार्यान्वयन गर्ने गरी 10 लाख रुपियाँ विनियोजन भएको छ। यो कामका लागि उपभोक्ता समिति गठन गरी कार्य सुचारू गर्ने तयारीमा हामी 10 लाख विनियोजन भई ठेक्का प्रक्रियामा रहेको छ। कार्यादेश प्राप्त हुने बित्तिकै हाम्रो अगाडि यो देखिएको भवन यो 2टा बजेट कार्यान्वयन गर्न सक्यो भने हामी भवनका हिसाबले परिपूर्ण हुनेछौँ र अन्य दाता महानुभावहरूले सहयोग दिने क्रम जारी नै रहेको छ। हामीले अघिल्लो चौथो वार्षिक साधारण सभामा सहयोगी दाता महानुभावहरूको सबैको नाम उच्चारण गरेका थियौँ। अहिले यो बिचमा मैले सँगै हामीले पहल गरेर यो प्राप्त भएको कुरा यहाँको बिचमा जानकारी गराए र यसै गरेर अतिथिको आसन ग्रहण गरिदिनुहुन उपप्राध्यापक प्राध्यापक डाक्टर धन्यवाद। यो आज यो 5औं साधारण सभा समारोहका अध्यक्षज्यू र आमा बाबु दिदी बहिनी दाजुभाइ म सबैमा मेरो नमस्कार छ। र यो 5औं साधारण सभा हुन लागिरहेको छ। हामी कुन उद्देश्यले कुन हिसाबले यस स्थानमा पाइला टेकेका छौँ र यसको प्रगति विवरण कहाँसम्म पुगिराखेको छ र तात्विक संस्था अथवा आउने हामीलाई भन्दा पनि हामीले आफूले के कस्तो किसिमको सहयोग गरेका छौँ, त्यो के को लागि गरेका छौँ, यसमा सबैले बुझ्नु जरुरी हुन्छ र यसलाई संस्थागत ढङ्गले प्रमुख कुरा त के हो भने हाम्रो संस्कृति रीतिरिवाजमा र हाम्रो धार्मिक परम्पराले मानिआएको
देवी देवता र त्यो ठाउँमा मनाइने चाडपर्व वा पूजनको कार्य के किसिमको गरिन्छ त्यो स्थानमा आबद्ध हुनलाई हामीले विभिन्न ठाउँहरू छोडेर यस स्थानमा आएर बसेका छौँ। यहाँनिर हामी त्यो ठाउँमा मान्ने परम्परा रीतिलाई जागृत गरेर आफ्नो संस्कारलाई जोगाउने हिसाबबाट यसलाई हामीले एउटा दिगो उसमा पुर्याउनुपर्छ। यसमा सबैबाट सहयोग हुनु पनि पर्छ, सहयोग गर्नुपर्छ र सहयोग भयो र यसलाई हामीले स्थिर राख्न सक्यौँ भनेपछि र यो आउने पुस्ताहरूलाई पनि हाम्रो समाजको हामी कुन परम्पराको, कुन शैलीको, कुन रीति र संस्कारको रहेछौँ भन्ने कुरा एउटा यसले जागरण गर्छ। अब मेरो चाहिँ मूल कुरो भनेको अहिले जति पनि हामीले भनिराखेका हुन्छौँ कि एउटा यो चिज राम्रो बनाउनु पर्यो, यो चिज यस्तो गर्नु पर्यो भन्ने सबैले भनेका हुन्छौँ। मूल त त्यो चिजबाट राम्रो हुने हो, हामीले बुझ्नु यो जरुरी छ। हामी एउटा सिद्धान्तमा जान्छौँ त खुबै राम्रो चाहिँ बनाउनु पर्यो, खसीको मासु जाडो छ भन्छौँ। तर खसीको मासु राम्रो बनाउनलाई मूल कुरो पहिला के चाहियो हामी यसमा आधारित रहनुपर्छ। किन भन्दा त्यो जब मासु हुन्छ त्यहाँ उपस्थित त्यो मासु हो भने त्यसमा सबै हालेर हुन्छ भन्ने हामी सबैलाई थाहा छ। त्यस्तै किसिमबाट म एउटा धन्यवाद दिन चाहन्छु। यहाँ एउटा जमिनको व्यवस्था भयो, जमिनको व्यवस्था भइसकेपछि अब यसमा टेकाउने भौतिक संरचनाहरू हरेक चिजहरू कसरी बनाउनुपर्छ, यो वास्तविक प्रतिष्ठानको यहाँ भएका चाहिँ समिति र सबैको दिगो चाहिँ एउटा भिजनले, एउटा सबै कुरोको सहयोगले यो बनिरहेछ र फेरि पनि बन्दै जाओस् भन्ने म चाहिँ एकदम कामना गर्छु। र प्रत्येक अब त्यस्तै किसिमले हामीलाई खास भनेको हाम्रो अहिले बढी मात्रामा यसलाई बनाउनको लागि आर्थिक अवस्थाको सबै कुरोहरू हामी आफ्नो स्थानीय सरकारसित आबद्ध हुन्छौँ र यसमा म प्रमुख अतिथिज्यूलाई पनि एउटा अनुरोध गर्छु। हाम्रो परम्परा शैलीले उतातिर मानिआएको यहाँ हाम्रो एउटा मन्दिर पूजा गर्ने स्थान छ, त्यसको लागि सायद सबैले अनुरोध गरिसकिएको पनि होला र त्यहाँको सिद्धान्त अनुसारले पासलिङको मन्दिरमा यस्तो के अरे शिला हालेर अथवा पेन्टर हालेर घरहरू चाहिँ तयार गरेर पूजन गर्ने ठाउँ तयार हुँदैन। त्यसको लागि यहाँ हाम्रो चाहिँ अहिले छाना पनि यस्तो किसिमको छ र त्यहाँ पनि मैले देखिरहेको छु त्यस्तो छ। यसमा हामीले सहयोग र हामीले पाउने ठाउँबाट सहयोग पायौँ भने यसलाई पनि हामीले एउटा शुद्धिकरण तरिकाले जान पायो भने राम्रो हुन्थ्यो भन्ने मेरो विचार हो। र अरू कुरा यो संस्थानमा हामीले सबैभन्दा ठुलो त हामी यो परम्परा मनबाट आएको जो मनैबाट चाहिने उकार गरेको जुन भक्ति हुन्छ त्यसले उपस्थित सबैसित म यही अनुरोध गर्छु र यो उत्तरोत्तर प्रगतिको कामना पनि म गर्छु। यही भन्दै म 2 शब्द यहीँ टुङ्ग्याउँछु। धन्यवाद। सिद्धनाथ बैजनाथ खानेपानी संस्थाका अध्यक्ष त्यसै गरेर शुभकामना मन्तव्यका लागि योग प्रशिक्षक श्री महेश चन्द्रज्यूलाई हार्दिक सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः भवामि। समादरणीय यस सभाका हाम्रो यस वासुदेव प्रतिष्ठानका आजका प्रमुख अतिथि विन्द्रनगरका उपमेयर निलम लेखक जोशीज्यू, म धेरै औपचारिकमा जाँदैन, छटपट गर्छु, 2 मिनट भन्न पर्दैन। अनि यस वासुदेव प्रतिष्ठानसँग आबद्ध हुनुभएका सम्पूर्ण समाजसेवी, बुद्धिजीवी दाजुभाइ, दिदीबहिनी, आमा बुवाहरूलाई यस वासुदेव प्रतिष्ठानको पवित्र स्थलमा स्वागत छ, अभिवादन छ, सबैलाई हार्दिक बधाई छ। र आज यस साधारण सभा 5औं साधारण सभाको उत्तरोत्तर प्रगति एवं उज्जवल भविष्यको म हृदयदेखि नै कामना गर्न चाहन्छु। र यस वासुदेव प्रतिष्ठानले छोटो समयमा यस हरिटोलमा प्रगति गरेको हामीले अनुभव गरेका छौँ र यसै गरी
भविष्यमा पनि अझै यसभन्दा पनि राम्रोसँग अगाडि प्रगति गर्दै जाओस् अनि यस्तै भौतिक संरचनाहरू निर्माण हुँदै जाउन्। सम्पूर्ण स्थानीय निकायदेखि लिएर प्रदेश सरकारबाट यस्तै उत्तरोत्तर प्रगति झन् भविष्यमा होस् र यहाँ दिनरात अहोरात्र खटिरहनुभएका नरेन्द्र भाइ लगायत कृष्ण बाजेदेखि लिएर सम्पूर्ण सहयोगीदाताहरूलाई धेरै धन्यवाद दिँदै अझै उत्तरोत्तर प्रगति होस्। जमिन दादा हाम्रा कृष्णदेव भट्टज्यू आदरणीय गुरु देवदा भट्टज्यूलाई धेरै धन्यवाद दिँदै उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै धन्यवाद दिन्छु। धन्यवाद। आदरणीय महेश चन्द्रज्यू, यसै गरेर शुभकामना मन्तव्यका लागि निगलासिनी बहुउद्देश्य सहकारी संस्था लिमिटेड गोबरैयाका सिइओ श्री प्रेमसिंह भारतीलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद सञ्चालकज्यू। वासुदेव प्रतिष्ठानको 5औं वार्षिक साधारण सभाका अध्यक्षज्यू, परमतिथि भीमदेव नगरपालिका नगर उपप्रमुखज्यू, प्रतिष्ठानका पदाधिकारी, नमस्कार गर्न चाहन्छु। तानजुङमा बैतडीमा वित्तीय साक्षरताका काम गर्ने, योग दिनदिनै यहाँ सञ्चालन गर्ने र कुनै एक दिन यहाँ कीर्तन भजन गर्ने कार्यक्रममा अब हामी जुट्नुपर्छ भन्ने कुरा, यसको उपयोग र सदुपयोग हामी सबैले गर्नुपर्छ भन्ने कुरामा हामी सचेत छौँ। भीमदत्त 15 नम्बर वडामा 60 टोलमा यस्ता प्रतिष्ठान भयो भने त यो वडा समृद्ध हुनको लागि के पर्दैन। मलाई लाग्छ हामी योगका प्रशिक्षक हाम्रो यही टोलका आदरणीय दाइ हुनुहुन्छ। वित्तीय साक्षरता र यहाँहरूको पैसा जम्मा गर्ने अर्को कुरो चाहिएको पहिला यहाँ आएर पैसा दिने काम निगलासिनी सहकारीले गर्छ कि अरू ब्याङ्कमा जानुपर्ने अवस्था छैन। तपाईँको घर परिवार 20 यति कुरा मैले राख्दै म नियमित रूपमा हरेक वर्ष यो प्रतिष्ठानको साधारण सभामा आउँछु र निरन्तर रूपमा आउनेछु र के अरू गर्न सकिन्छ भन्ने कुरा, किनभने अब यहाँ भनिहाल्यो भौतिक पूर्वाधार निर्माण होको आवश्यकता होइन, यसको सदुपयोग र उपयोगितामा के गर्नु छ भन्ने कुरा हामीलाई लागेको छ भन्दै आफ्नो 2 शब्द यहाँ विराम दिन्छु। धन्यवाद। निगलासिनी बहुउद्देश्य सहकारी संस्था लिमिटेडका सिइओ श्री प्रेमसिंह भारती, यसपछि शुभकामना मन्तव्यका क्रममा शुभकामना मन्तव्य राख्नका लागि यस प्रतिष्ठानका सल्लाहकार विधान मसौदा समितिका संयोजक श्री कृष्णदत्त भट्टज्यूमा यो समारोहका अध्यक्षज्यू, आजका प्रमुख अतिथि भीमदत्त नगरपालिकाका उपप्रमुखज्यू, वास्तविक प्रतिष्ठानका पदाधिकारी सदस्यज्यूहरू, निगलासिनी सहकारीका सिइओ साहब, पूर्व वडा सदस्यज्यू, जनप्रतिनिधि लगायत सम्पूर्ण अतिथि महानुभावहरूमा वास्तविक प्रतिष्ठानको तर्फबाट अथवा म विधान मसौदा समितिको संयोजकको तर्फबाट यहाँहरूलाई हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु। हामी पश्चिमी संस्कृतिमा बिस्तार बिस्तार ढल्केको अवस्थामा हामीले हाम्रो संस्कार बिस्दै गएको महसुस 5 लाख जति पनि छौँ हामीहरू 2-4 जना बस्दै यसलाई हामीले कमसेकम पहिलेको परिचय कार्यक्रमहरू गर्दै आएका छौँ। गौरव मनाउने कार्यक्रम गौरा देवीको पवित्र शिवभूमि बनाएका छौँ। त्यसै गरेर हामीले दसैँमा जमरा राख्ने चलन चलाएका छौँ। अनि यो स्वस्थानीमा नियमित हामीले स्वस्थानी कार्यक्रम सुरु गरेका छौँ र एवं तरिकाले हामी हाम्रा पूर्वजहरूले अथवा हाम्रा बाजे बराजुहरूले चलाएका संस्कारहरूलाई ती संस्कारहरू स्थापित गर्ने उद्देश्यका साथ यो निगलासिनी यो वास्तविक प्रतिष्ठानको स्थापना गरिएको हो। यो विशुद्ध रूपमा सामाजिक संस्था हो। यसमा कुनै राजनीतिक कुनै छाया हामी पर्न दिने छैनौँ, किनभने हामी कुनै राजनीतिक पार्टीका भोटर होला, कुनै राजनीतिक पार्टीसित हामी आबद्ध होला। त्यो बाटो जब हामी गेटबाट बाहिर जान्छौँ त्यसपछि मात्रै हामी राजनीतिका कुरा गरौँला। र आज म हाम्रो उमेरज्यू अनि उहाँ निगलासिनी
त्रिपुरा सुन्दरीको पुजारीको छोरी सबै कुरो भएको हिसाबले म उहाँलाई के अनुरोध गर्न चाहन्छु भने अब हाम्रो गौरदेवी घर हो, यसमा लेन्टर हाल्न मिल्दैन, व्यवस्थापन हुनेछ भन्ने उद्देश्य राख्दै पुनः पनि यसै गरेर सबै महानुभावहरूले सहयोग गर्दै यो संस्था सबैको साझा संस्था हो, साझा संस्थालाई अगाडि बढाउन सबैले हातोमालो गर्नुहुनेछ भन्ने आशाका साथ म यहाँहरूको बिचबाट बिदा हुन्छु। धन्यवाद। कार्यरत आदरणीय गम्भीर चन्द्रज्यू त्रिभुवन विश्वविद्यालयको भर्खरै सम्पन्न 82 पौष 10 गते सम्पन्न बाट दीक्षित हुनुभएको छ। बासुलिङका अनुयायी यो कार्यक्रममा उपस्थित हुनुभएकोले उहाँलाई प्रतिष्ठानका तर्फबाट खादा उडाएर सम्मान गरिदिनका लागि संस्थाका अध्यक्ष आदरणीय देवदत्त भट्टाचार्य परोपतिज्यूलाई हार्दिक अनुरोध गर्दछु र सम्मान ग्रहण गरिदिनका लागि आदरणीय सर गम्भीर चन्द्रज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्रिभुवन विश्वविद्यालयबाट पौष 10 गते 2082 पौष 10 गते विद्यावारिधि PhD को उपाधि हासिल गर्नुभएको छ, जो सुदूरपश्चिम विश्वविद्यालयको उपप्राध्यापकको रूपमा कार्यरत समेत हुनुहुन्छ। उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ संस्थाको तर्फबाट। धन्यवाद। गरिमामय 5औं साधारण सभाका सभाध्यक्षज्यू, यस प्रतिष्ठानको 5औं गरिमामय सभालाई शोभा बढाइदिनको लागि आमन्त्रण गरी आफ्नो व्यस्तता बावजुद पनि परमहस्तीको आसनमा आसीन हुनुभएका भीमदत्त नगरपालिकाका नगर उपप्रमुख श्री नीलम लेखक जोशीज्यू, यसैको दीर्घामा आसीन हुनुभएका विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरू, त्यसै गरी योग प्रशिक्षकज्यूहरू, त्यसै गरी विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरूलाई म यो बासुलिङ प्रतिष्ठानको एउटा अनुयायीको तर्फबाट यहाँलाई हार्दिक घर लगायत हामी यो थलोमा आज बसेर सबैले एकअर्कासँग परिचित र परिचय गराउन पनि हामी पाउनु एकदमै अभाग्यको कुरा हो। र साथै अघि आदरणीय गुरुले भन्नुभयो, जब हाम्रो रीतिरिवाजमाथि आक्रमण हुँदैछ, हाम्रो संस्कृति धर्ममाथि आक्रमण हुने बेलामा योग गर्नु पनि एउटा नमुनाको कार्य पनि हो। हाम्रो बासुलिङ कुल देवता जुन पहाडमा विराजमान हुनुहुन्छ, उहाँको यहाँ पनि हाम्रा जुन अनुयायी छौँ, त्यो अनुयायीले पहाडमा जान नसक्ने अवस्थामा पनि यहाँ हाम्रो बासुलिङ महाराजको दर्शन गर्ने जुन अवसर दिनुभएको छ, यसको लागि म यो अग्रज व्यक्तित्व र संस्थापक सम्पूर्ण टिमलाई मुरी धन्यवाद दिन चाहन्छु। र साथै आज यो म पनि दोस्रो पटक यो साधारण सभामा उपस्थित हुनु पाउँदा र यहाँले जसरी मलाई यहाँ भनौँ न जानकारी गराइ दिनुभएकोमा म यो कार्य समितिलाई पनि आभार व्यक्त गर्न चाहन्छु। र धेरै कुरो नराखिकन हाम्रा पौराणिक अतिथि र विशिष्ट व्यक्तित्व हुनुहुन्छ, उहाँबाट हामीले धेरै कुराहरू सुन्ने जान्ने अवसर पनि लिनुपर्छ भन्दै म अन्य क्षेत्रबाट पनि उपस्थित भई हाम्रो यो आज 5औं साधारण सभालाई भव्य र सभ्य बनाउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई म हार्दिक धन्यवाद दिँदै म कञ्चनपुर निर्माण व्यवसायी सङ्घको वरिष्ठ उपाध्यक्षको तर्फबाट पनि यहाँलाई म हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। र यही बासुलिङको अनुकम्पाले कञ्चनपुर निर्माण व्यवसायी सङ्घको मलाई वरिष्ठ उपाध्यक्ष बनाउन पनि यही हाम्रो इष्टकुल देवताको अहम भूमिका, अहम चाहिँ माया प्रेम स्नेहले गर्दाखेरि कञ्चनपुर निर्माण व्यवसायमा सबैभन्दा बढी मत ल्याएर विजय गराउन यही इष्टकुल देवताको पनि ममाथि छत्रछाया रहेको यहाँलाई जानकारी गराउँदै म सम्पूर्ण महानुभावज्यूहरूलाई स्वागत गर्दै जय बासुलिङ महाराज की जय। कञ्चनपुर निर्माण व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष श्री देवबहादुर चन्द्रज्यू, यसपछि शुभकामना मन्तव्यकै क्रममा बासुलिङ प्रतिष्ठानको 5औं वार्षिक साधारण सभाका प्रमुख अतिथि भीमदत्त नगरपालिकाका नगर उपप्रमुख आदरणीय नीलम लेखक जोशीज्यूलाई शुभकामना मन्तव्यका लागि हार्दिक अनुरोध। धन्यवाद।
आज यस बासुलिङ पश्चिमका साधारण सभाका सभाध्यक्षज्यू, त्यसै गरी विशिष्ट अतिथिज्यू, अतिथिदीर्घमा आसीन अतिथिज्यूहरू, उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, मेरा अग्रज, मेरा अभिभावकज्यूहरू सम्पूर्णलाई हार्दिक नमस्कार तथा नमन भन्न चाहन्छु। क्षमा प्रार्थी छु, अलिकति सन्चो छैन, मलाई गाह्रो भयो। रातिभरि ज्वरो आएर 104 डिग्री ज्वरो आएर एकदम गाह्रो भयो। बिहान फेरि हस्पिटलमा गएँ, युरिन इन्फेक्सन भनेर भन्यो। अहिले कल्चर गरेर आउँ भर्खरै, एकदम गाह्रो भएको छ, बोल्नै सक्दै छैन। चाहिँ बोलाएर चाहिँ एउटा भगवान्को दर्शन पनि गराइदिनु भएको छ। सम्पूर्ण परिवारलाई हार्दिक एकदम अभिभावकज्यूहरू सबैजना, मेरो मैले यसो सोसाइटी हेर्दाखेरि सबै मेरो अभिभावक हुनुहुन्छ, हजुर हुनुहुन्छ, मेरो बुवा सम्मान हुन्छ। म त हजुरको छोरी हो। म त फेरि अर्को कुरा सबैजना मेरो माइती पनि हो। बासुलिङ पश्चात मेरो त माइती पनि हो, छोरी बेटी पनि हो। खुसी लागिरहेछ मलाई। आज मलाई माइतमा बोलाउनु भएको छ, अत्यन्तै खुसी लागिरहेछ। र हिजो धेरै ढिलो भन्नुभएको थियो र सेड्युल धेरै थियो। यो कति 6वटा कार्यक्रम छ, अब दोस्रोमा पुगेको म। अझै छन् धेरै, पुस 15 अनि मेरो घर चाहिँ बझाङ भयो। बझाङ समुदायको पनि केही पुसे 15 भनेर गरेछ, त्यहाँ पनि जानुपर्ने छ। अनाथालयमा जानुपर्ने छ, बहुपराधी शिक्षालयमा जानु छ। अनि साधारण स्कुलको कार्यक्रममा चाहिँ भर्खरै सकाएर म अगाडि नै बोलेर आउँ, मेरो साथै हुनुहुन्छ। त्यस कारणले चाहिँ आज छुट्टीको दिनमा धेरै ठाउँमा कार्यक्रम। रातिको त्यो ज्वरो आदिको त बिहान कसरी सक्ने भनेर थिएँ। पेनकिलर खाएर औषधि खाएर हिँड्नै पर्छ, किनभने धेरै ठाउँमा पदोन्नति छ, धेरै ठाउँमा विशिष्ट अतिथिले आज गर्नुभएको छ भन्ने पनि भएर पनि आइरहेको छु। र धेरै कुरा आइसकेको छ। धेरै भाषण नगरिकन चाहिँ वास्तवमा भाषण भन्दा पनि यो काम हामीले कस्तो कि हाम्रो बिहान पूजा आराधना गरेर, हाम्रो नित्य पूजा आजा गरेर र अनि बेलुकीको टाइममा पनि हामी पूजा आराधना गरेर बल्ल हामी चाहिँ अन्य काममा अनि खानपिन गर्ने हाम्रो परम्परा, हाम्रो रीतिरिवाज हो। यो रीतिरिवाजलाई हामीले कसरी हुन्छ जगेरा गर्नुपर्छ, किनभने आज हामीले यो चाहिँ काम कारबाहीहरू अगाडि बढायौँ, काम गऱ्यौँ भने हाम्रो पुस्ता, हाम्रो बालबालिकाले पनि यही सिकाइ हुन्छ। हामीले सिकाउनुपर्छ, किन भन्दा हामी बिहान उठेर पूजाआजा गर्छौँ र बच्चालाई पनि त्यही सिकाउनुपर्छ। कहिलेकाहीँ हामी महिला दिदीबहिनीहरू नछुटी हुँदाखेरि पनि हाम्रो बच्चा सानै छन्, सक्दैनन्, जान्दैनन् भन्ने होइन, हामीले सिकाउनुपर्छ। छोरा हो छोरी हो सिकाउनुपर्छ, किनभने त्यो सिक्यो भने मेरो आमाले गर्नुभएको थियो र मैले सिकेँ नि त, मेरो बाबाले गर्नुभएको थियो मैले सिकेँ नि त। त्यो भावनाले हाम्रो छोराछोरीले पनि हाम्रो यो राम्रो काम पूजा आराधना, हाम्रो रीति, हाम्रो रिवाज भनिहालेन। अहिले भर्खरै भनेर बासुलिङको पश्चात हाम्रो चाहिँ पहाडमा थियो, त्यही हामीले चाहिँ यहाँ चाहिँ मूर्ति राखेर हामीले यहाँ गरेर हामी बिहान बेलुकी नभए पनि महिनो दिनमा या 1 वर्षमा आएर पूजा आराधना गर्ने। अहिले भर्खरै प्रेम दाइले पनि भन्नुभयो कीर्तन भजन पनि राखौँ, सबै योग पनि गरौँ, सबै गरौँ, त्यसमा म पनि सहयोग गर्छु भन्ने कुरा म पनि सहयोग गर्छु। त्यसमा मलाई खुसी लाग्छ। पूजा आराधना गर्न, केही त्यसको लागि भगवान्को ठाउँमा केही सहयोग गर्न अत्यन्तै खुसी लाग्छ। बिहान बिहान कहिलेकाहीँ कस्तो हुन्छ भने घरमा चाहिँ अलि डिस्कस हुन्छ, किन मेरो मम्मीले त्यो गरेर भएको देखेको थिएँ। बिहान ननुहाइकन मैले नुहाएँ, आमाको सबै आछ क्या हो भन्नुहुन्छ श्रीमाले। मैले भने पूजा गरेपछि मात्रै छोइदिनु, मैले पहिला मलाई श्रद्धा लाग्दैन भन्ने, किनभने त्यो परम्परा सिक्यौँ नि त हामीले। हामी चाहिँ हिन्दू धर्मावलम्बी मान्छे, हामी चाहिँ सुदूरपश्चिम मात्रै नभएर हामी चाहिँ नेपालकै मात्र न, हिन्दू धर्मावलम्बी मान्छे सबैजना हाम्रो के हो भने हाम्रो पूजाआजा आराधना गरेर मात्र अन्य काममा चाहिँ हामीले गर्ने, हाम्रो मन शान्ति हुने हो नि त। हामी कुल देवतालाई किन पुज्छौँ त? आज सबै कुल देवताको आज चाहिँ सबैजना चाहिँ भावनाले सबै एकीकृत भयो। यसमा सबै हामी राजनीतिक गर्ने उसमा पनि कुनै कुनै पार्टी छ, तर चाहिँ आज के छ भने हाम्रो थलो, हाम्रो उद्देश्य भनेको के हो त? आज चाहिँ हाम्रो बासुलिङ प्रतिष्ठानले चाहिँ बासुलिङ भगवान्ले चाहिँ हामीलाई एकीकृत गरेको हो नि त। त्यो भगवान्ले हो। आज हामी पार्टी भन्दैनौँ, आज हामी केवल के भन्छौँ भने हाम्रो बासुलिङको हामी उहाँको चाहिँ एउटा चाहिँ उहाँकै हामी चाहिँ एउटा चेला, एउटा हामी चाहिँ उहाँहरूकै देलले, भगवान्कै देलले यहाँ पुगेको हो नि त सबैजना। त्यो भावनाले चाहिँ सबैजनालाई चाहिँ मैले चाहिँ अहिले कुरा पनि गर्नुभयो, माथि चाहिँ तामापत्र के राख्ने के गर्ने भन्ने कुरा पनि आयो, माथि चाहिँ गर्ने। ठिक छ, त्यसमा पनि गर्ने सहयोग चाहिँ मैले गर्ने गर्छु, म एकदमै गर्छु। मैले पनि
पहिला कुरा आएको थियो र ठिक छ गरौँ भनेर केही सहयोग गरे, धेरै गर्न सकेनौँ किनभने 19वटा छन्, सबैमा अलिअलि गर्नुपर्ने हुन्छ, धेरै गाह्रो हुन्छ। यो मेयर मेयरात अझै गाह्रो, वडा अध्यक्षज्यूहरूको अलि सहज हुन्छ, धेरै त हुँदैन, उहाँहरूको पनि पैसा थोरै हुन्छ। वडा सदस्य वडा अध्यक्षको त अलि सहज हुन्छ, एउटै वडामा थोरै हुन्छ गर्नु भने 19 वडालाई ओगट्नुपर्छ धेरै। अनि विकासका पूर्वाधारहरू, मठ मन्दिरहरू, सबै कुराहरू गर्नुपर्ने, अनुदानका कुराहरू, कृषि, स्वास्थ्य, शिक्षा सबै कुराहरूमा गर्नुपर्ने हुन्छ। त्यस कारणले चाहिँ धेरै कठिनाइ हुन्छ अनि बजेट थोरै हुन्छ। र हजुरहरूलाई थाहै छ भीमदत्त नगरपालिकाभित्र पनि विगतदेखिको केही तिरतार गर्नुपर्ने थियो र केही अहिले चाहिँ जेनजीको आन्दोलनको पछि चाहिँ घर तहस नहस, व्यक्तिगत सरकारी संरचना भए र अहिले सरकारी संरचना पनि सबै भत्किएको र अहिले बजेट काटेर आएर जहाँ जहाँ भत्किएको छ जहाँ जहाँ हाम्रो तहस नहस भएको छ त्यो ठाउँमा चाहिँ बजेट हाल्ने भनेर चाहिँ कटौती गरेर आएको छ। र व्यक्तिगत घर पनि तपाईँहरूलाई थाहा छ, भीमदत्त नगरपालिकामा त सबैको मेरो सहित तपाईँहरूलाई थाहा नै छ। तर पनि मलाई चाहिँ त्यो कस्तो लाग्छ भने घर जल्यो, घर जले पनि मेरो विचार जलाएको छैन। भगवान् कुलदेवताले सबै माइती देवता सबैले चाहिँ तथास्तु गरेर टाउकोमा चाहिँ आशीर्वाद तपाईँहरूको सबैले मलाई आशीर्वाद दिनुभएको छ। तापनि त्यो घर जले पनि घर त बनाउन सकिन्छ। बच्चालाई राम्रो ठाउँमा पढाइ लेखाइ गरेको छ, बच्चाले कमाउँछन्। हामीलाई चाहिँ हाम्रो आमा बुवाले भनौँ सासू ससुराले कति नै गरेर हामीले कमाएको छु भने त्यसै बच्चाहरू पनि पढाइ लेखाइ गर्यो भने आफै कमाएर खान्छन् भन्ने पनि त्यो भावनाले जनता नै जनार्दन हो। जनताको सेवा गर्नु नै अति नै खुसी लाग्छ। जहिले पनि जहाँ गरिब हुनुहुन्छ, जहाँ दलित हुनुहुन्छ, जहाँ पिछडिएको वर्ग हुनुहुन्छ उहाँ सहयोग गर्नुपर्छ भन्ने धारणाले हिँड्छु। म आत्मामा हात राखेर भन्दैछु, मैले एकदमै छातीमा हातै राखेर भने भगवान्को ठाउँमा भन्दैछु, कहीँनिर पनि कसैलाई गाह्रो भयो, अपाङ्गता व्यक्ति छ या कुनै दुःखी भयो या कसैलाई असहाय अशक्त छ, एकल महिला हुनुहुन्छ, कुनै ठाउँमा असहाय हुनुहुन्छ भने उहाँहरूलाई सहयोग गर्नु हाम्रो धर्म हो, तर दायित्व पनि हो। पदमा रहँदा पनि पदमा नरहँदा पनि मानवताको हिसाबले पनि गर्नुपर्छ जस्तो लाग्छ। त्यो भएर सबैजनाले आफ्नो ठाउँबाट जति हुन्छ, एकजनाको सुन्तरा छ भने त्यो पनि हामीले यदि सबैसँग बाँडेर खाने त्यो धेरै मिठो हुन्छ। हामीले एक्लैले खायो भने मिठो हुँदैन। त्यो भएर मिलेर जुटेर जानुपर्छ, फुटेर होइन। आज हामी अहिले छौँ, अहिले कति दलका होलाौँ हामी छौँ नि, विचारधारा त अलग अलग हुन्छ नि, तर आज उद्देश्य हाम्रो के हो भने कसरी चाहिँ यो मठ मन्दिरलाई र आजको साधारण सभा सम्पन्न कसरी गर्ने, वासुलिङ्गलाई कसरी सम्पन्न गर्ने, भोलि हाम्रो कुलदेवताको उहाँ पूजा गर्नलाई राम्रो कसरी गर्ने, स्तरोन्नति कसरी गर्ने, यो ठाउँलाई यो गाउँलाई भन्ने उद्देश्य सबैको त्यही छ नि त। अहिले त्यो भए हुनाले फरक पर्दैन, जुन जुन पार्टीमा भयो भने जहाँ भयो भने फरक पर्दैन। परेको बेलामा एकअर्कालाई सहयोग गर्ने, परेको बेलामा अप्ठ्यारो परेको बेलामा कसैलाई मानव जातिलाई कहीँनिर पनि चाहिँ गाह्रो भयो भने हाम्रो सहयोग गर्नुपर्ने दायित्व हो सबैजनाले। त्यो भए हुनाले सम्पूर्णलाई चाहिँ मेरो कुरा सुनिदिनु भएकोमा म त हजुरको बच्चा पनि हो। त्यो भए हुनाले मैले गरिदिनु होला, गर्नुहुन्छ भन्ने आशा पनि गरेकी छु। यसको मैले भनिसकेँ, अन्य कुरामा पनि केही गर्नु छ, कीर्तन भजनमा पनि केही गर्नु छ र मलाई पनि बोलाइदिनु होला। म पनि टाइम अनुकूल मिलाएर मलाई अत्यन्तै खुसी लाग्छ। मेरो मम्मी पनि त्यस्तै हुनुहुन्छ। आजभोलि चाहिँ यो कृष्ण मन्दिरमा चाहिँ 1 महिना पूजा आराधना भएको छ। मम्मी त 2 बजे 2:30 बजे उठ्छु रे, बिहान 6 बजे मेरो दिदीले भन्दै हुन्थ्यो 6 बजे हुन्छ, 5 बजे आएर हनुमान चालिसाको त्यो पढ्नुहुन्छ अरे। मम्मी खर्र पढ्नुहुन्छ, वैष्णव धर्म पनि लिनु भएको छ, पढ्नुहुन्छ। अहिले भर्खरै मेरो अग्रज दाजुले भन्नुभएको थियो हाम्रो के अरे हाम्रो चाहिँ यहीँनिर नीलाक्षणी मन्दिर छ, उहाँको पुजारी भनेर वास्तवमा हो पनि कुलदेवतै हो हाम्रो, यो पनि हाम्रो माइती देवताको कुलदेवता हो। त्यही ठाउँमा छु म। त्यो भावनाले गर्नुपर्छ पूजा आराधना भन्ने कुरामा दुई मत छैन, गर्नुपर्छ। र पुरा पूजा आराधनाका साथसाथै गरिब र दुखीलाई अशक्तलाई पनि गर्नुपर्छ। मन सफा गरेर पूजा मात्रै गर्यो, हामीले घन्टी मात्रै बजायो भने अर्काको लागि खाड्डल खन्यो भने त्यो पूजा गरेको सार्थकता हुँदैन फेरि है। यो कुरा चाहिँ ध्यान दिइदिनु होला। कहिले पनि हामीले गर्नु हुँदैन। अन्जानमा गल्ती भयो भने भगवानले माफ दिनुहुन्छ, जानी जानी गर्यौँ भने भगवानले माफ गर्नुहुन्न। हामीले हामीले चाहिँ गल्ती आज चाहिँ भगवानले केही देखाएको छैन, सुटुक्क मान्छेले देखाएको छैन सुटुक्क गरौँ भन्यो भने परमात्माले देखेको हुन्छ, भगवानले सबै हेरेको हुन्छ। त्यो भावनाले हामीले चाहिँ अन्जानमा गल्ती माफ गर्नुहुन्छ भगवानले, तर जानी जानी नगरौँ। घर परिवारमा पनि हामी सासू बुहारी
जेठाजु बुहारी सबैजना परिवारको सदस्य हुनुहुन्छ भने हामी छौँ भने पहिला हाम्रो दायित्व घर परिवारलाई मिलाउने र मिलेर बस्ने, भएको कुरा बाँडीचुँडी खाने, अनि बल्ल समाज मठ मन्दिर, अनि बल्ल आउँछ। पहिला घरमा नै हामीले चाहिँ समृद्ध बनाउनुपर्छ, अति आवश्यक हो। घरमा हाम्रो घर समृद्ध भयो भने हाम्रो समाज पनि समृद्ध हुन्छ। यदि घरमै हामी समृद्ध बनाउन सकेनौँ भने हामीले चाहिँ यो ठाउँलाई, यो समाजलाई, मन्दिरलाई कसरी समृद्ध बनाउन सक्छौँ? सक्दैनौँ। त्यो भावनाले यी कुरालाई मनन गरेर गर्नुहुन्छ मलाई आशा छ। सम्पूर्णलाई चाहिँ फेरि पनि यस्ता चाहिँ राम्रा कार्यहरू कुनै पनि केही हुँदाखेरि मलाई नछोडिदिनु होला, बोलाउनु होला। म राति भए पनि 7-8 बजे भए पनि मिलाएर चाहिँ जतिखेर पनि यो राम्रो पुण्य कार्य ठाउँमा चाहिँ म पुग्नेछु, आउनेछु। भजन कीर्तनमा अझै रमाइलो लाग्छ, आउनेछु भन्दै मैले भनिसकेँ। त्यो भनिसकेँ, अघि नै भनिसकेँ। अघि नै सुटुक्क आएर उहाँले चाहिँ वडा सदस्य पनि हुनुहुन्छ, अघि सुटुक्क आएर सुरुमा उहाँले भन्नुभयो, पछि सबैजनाले भन्नुभयो। मैले पछि सुरुमा त मैले के भन्यो भने त्यो मैले नढाकिकन है उहाँलाई भनेको 3 हालेको छ र 3 हाले के भयो त फरक परेन नि त, त्यो नहाले पनि बल्किन अन्य ठाउँमा केही यस्तो उन्नति पनि भने। पछि के भन्यो भने उहाँले हाम्रो पहाडमा चाहिँ हामीले तामाकै त्यो गरिरहेको छ, परम्परा हो गर्नै पर्ने भनेपछि ल ठिक छ भने। त्यो पछि म पनि कन्भिन्स भएँ, किन भन्दा सुरुमा त भएकै छ नि भन्ने भयो क्या मलाई। रियल मैले त्यही भने त, अन्य ठाउँमा अलि गाह्रो छ भने त्यो ठाउँमा गर्नु बर्किन भन्नु भने। तर हाम्रो परम्परा हामीले गर्ने रीतिरिवाजलाई जगेना गर्नुपर्छ, नभुल्न दिनु हुँदैन भन्ने उद्देश्यलाई चाहिँ एकदमै सम्पूर्णलाई चाहिँ हार्दिक धन्यवाद र चाहिँ सम्पूर्ण चाहिँ मेरा अभिभावकज्यूलाई हार्दिक नमन गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार। वासनिक प्रतिष्ठान खास गरेर हामीले पहाडबाट बसाइ सरेर आएका वासनिकका अनुयायीहरूलाई सङ्गठित गर्ने अभियान जुन चलाएका छौँ, यसमा यस टोल क्षेत्रमा यस भेगमा भएका अन्य समुदायका मा या त्यो अनुयायी नभए पनि हामीले उहाँलाई समेत समेटेर समाजलाई सुसंस्कृत बनाउनमा हाम्रो पनि योगदान रहनेछ भन्ने उद्देश्यका साथ प्रतिष्ठानको स्थापना गरिएको हो। र हामी 5औं वार्षिक साधारण सभाको उद्घाटन विधान संशोधनलाई पनि के कसरी अगाडि बढ्न सकिन्छ त्यसबारेमा हामी गम्भीर रूपमा छलफल गर्नेछौँ। ती 3 कुरा जो उपस्थितिजनलाई प्रतिष्ठानको निम्तो स्वीकार गरिदिने पाहुनालाई 5औं यो साधारण सभा सुख शान्तिले बनोस्, बासुलिङले सबको मन भरि भराउ गरोस्। यो प्रतिष्ठान निर्माण गर्न जग्गा दान दिनेलाई कोटी कोटी नमन गर्छौँ। यस्ता मन्थनीलाई आभार प्रकट गर्न चाहे अगना हुन पाइयो। तीज गौरा भजन कीर्तन सबै मनाउन कि टाढा टाढा जान पर्ने हो, टाढा टाढा जान पढुन्थ्यो हौस मेटन कि। प्रतिष्ठानले पुरा गर्यो मनका रहर सबै, सांस्कृतिक कार्यक्रम मनाउन छौँ तबै। प्रतिष्ठानले बचाइदियो संस्कृतिलाई हाम्रो, सबै मिली सहयोग गर्या झनै भयो राम्रो। बासुलिङले फलाइदियोस् सहयोगी मनलाई, मनको इच्छा पुर्याइदियोस् भक्तजन सबलाई। संस्कृतिस्थानले सबको मनको धोको पुर्याइदियो, प्रतिष्ठानले सबको मनको धोको पुर्याइदियो। तीज गौरा भजन कीर्तन बनाउन कि लेखा, तीज गौरा भजन कीर्तन बनाउन कि लेखा। टाढा टाढा जान पढुन्थ्यो बोकी काकी गेदा, अहिले त सजिलो भयो सबै भए खुसी। दुःखमा बसी महिनै पछि भजन कीर्तन मनाउन छौँ सबै, मनका रहर पुरा भया खुसी भाछौँ तबै। टाढाबाट भक्तजन आउने प्रतिष्ठानमा खुसियाली साटासाट गर्छौँ सबै एकै ठाउँमा। धेरै धेरै धन्यवाद सहयोगी हातलाई, सबै मिली साथ दिने हाम्रो प्रतिष्ठानलाई। बुढादेखि बालासम्म सबै आउने गर्छन्, सके जति सहयोग गर्न सबै अघि सर्छन्। थोपा थोपा मिली भरि भराउ गरोस्, रहर जति मेटाइदियो प्रतिष्ठानले हाम्रो। चाडपर्वमा खुसी हुन्छौँ सबलाई भयो राम्रो। देउडा खेल नाच गान भजन कीर्तन सबै, सुदूरका गहना हाम्रा बचाइ राख्ला सबै। मनका रहर पोथ्या मैले गीतैका मार्फत, सुनिदिने मेरो रचना सबलाई धन्यवाद, सुनिदिने मेरो रचना सबलाई धन्यवाद। यो
वास्तविक प्रतिष्ठानको 5औं वार्षिक साधारण सभाको उद्घाटन सत्र समितिका सम्पूर्ण पदाधिकारीहरू र अन्य आफ्नो अमूल्य समय दिएर यहाँ पाल्नुभएका आदरणीय एकदमै यहाँ लिएर चाहिँ शोभा बढाइदिनु भएकोमा हार्दिक धन्यवाद गर्छु। यसको पृष्ठभूमि अब सबैले कमसेकम थाहा पाइसक्नु भयो होला। एउटा चाहिँ भनौँ हाम्रो चाहिँ जो परिचय पनि हराउन थालेको थियो र दोस्रो कुरो यहाँ आएर विभिन्न किसिमका संस्कृतिहरू विभिन्न किसिमको चाहिँ चालचलन हरेक थोक बढिरहेका छौँ हामी। त्यो भए हुनाले हाम्रो परम्परा अनुसार चाहिँ हामी फोटो लिन सक्दैछौँ कि यो कसरी उ गर्ने भन्ने एउटा सानो चाहिँ सोच राखेर यो तरिकाले हामी चाहिँ मतलब कि अगाडि बढाउँदा र हाम्रो चाहिँ भावी पिँढीले पनि केही हाम्रा सभ्यताहरू हाम्रो संस्कृतिहरू हाम्रो भया हो। अनि सबैलाई चाहिँ नमस्कार गर्दै यो चाहिँ सभा साधारण सभा चाहिँ मतलब कि समापन भएको घोषणा गर्दछु। जय पार्वती सबैलाई जान हतारो भइरहेको छ। तर बन्द सत्र चलाउने कि थोरैले हामीले थोरै समसामयिक विषयमा अलिकति छलफल गर्ने जमर्को गरेका छौँ। अघि नै पूर्व उद्घोष गरेअनुसार मौलिक रूपमा अघि समितिका पदाधिकारी सदस्य प्रस्तुत प्रगति प्रतिवेदन त्यससँगै लेखा परीक्षण प्रतिवेदन हाम्रो बिचमा छ। लेखा परीक्षण प्रतिवेदन त्यसपछि हामीले विधान संशोधन यस अहिलेको परिस्थिति अनुसार अहिलेको परिवेश अनुकूल रहेर विधानलाई थोरै परिमार्जन गर्ने गरी प्रस्ताव यहाँको बिचमा राख्नेछौँ र त्यसमा के कस्तो गर्ने यहाँको महत्त्वपूर्ण सुझावका लागि पनि हामीले बन्द सत्रमा छलफल गर्नेछौँ भन्ने कुरा यहाँको बिचमा राख्न चाहन्छु। यहाँको बिचमा प्रस्तुत गर्न चाहन्छु। 100 रुपियाँ चाहिँ नवीकरण शुल्क वार्षिक रूपमा नवीकरण गर्ने गरेर 100 रुपियाँ नवीकरण शुल्क राख्ने भन्ने यहाँको बिचमा प्रस्ताव गर्न चाहन्छु। र त्यसै गरी आजीवन सदस्यता शुल्क विधानमा 10,000 उल्लेख भएको छ। 10,000 अलिकति सुरुवात नै आजीवन सदस्यता शुल्क 10,000 भन्दा सबैलाई चाहिँ अनुरोध गर्दाखेरि अलिक बढी महसुस हुन्छ कि भन्ने लागेर यसलाई 5,000 कायम गर्नका लागि यहाँका बिचमा प्रस्ताव गर्न चाहन्छु। यसमा थप छलफल राय परामर्शका लागि हार्दिक अनुरोध गर्दछु। छलफलको निष्कर्षका रूपमा अघि मौलिक रूपमा प्रस्तुत प्रगति प्रतिवेदन यहाँको बिचमा प्रस्तुत भएको लेखा परीक्षण प्रतिवेदनको आय व्ययको विवरणलाई ताली बजाएर पास गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु। प्रगति प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन विधानको दफा 10 को सदस्यता शुल्क सम्बन्धीको व्यवस्थामा साधारण सदस्यको प्रवेश शुल्क 100 भन्ने उल्लेख थियो। यो साधारण सदस्यको प्रवेश शुल्कलाई 500 कायम गर्ने र यसमा प्रत्येक वर्ष 50 तिरेर सदस्यता नवीकरण गराउने भन्ने व्यवस्थालाई संशोधन गरी 100 तिरी सदस्यता नवीकरण गर्ने व्यवस्था संशोधन गर्दैछौँ। यसै गरी आजीवन सदस्यको हकमा आजीवन सदस्यलाई चाहिँ योग्यता पुगेका व्यक्ति वा संस्थालाई कार्य समितिको निर्णय बमोजिम 10,000 सदस्यता शुल्क लाग्ने भन्ने प्रावधान राखिएको थियो। यसलाई संशोधन गरेर हामीले 5,000 सदस्यता शुल्क कायम गर्ने प्रस्ताव यहाँका बिचमा राखेका छौँ। त्यसै गरेर विधानको दफा 12 को 6 मा 11 जनाको कार्य समिति हुनेछ भन्ने व्यवस्था रहेको छ। यसलाई 11 बाट बढाएर सबै क्षेत्र भूगोल र यस वास्तविकका सबै अन्वयहरूलाई समेट्ने गरेर 15 सदस्यीय कार्य समिति बनाउने गरी विधान संशोधनको प्रस्ताव यहाँका बिचमा राख्न चाहन्छु। यसलाई पास गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु।
के पश्चात यदि आजीवन सदस्यता गेटा दिनरी आलो आया के जा रहे हैं नहीं जा कति होला ना हो र उमेर भिडन त हुने उमेर ना हो र होला म गर्दैन म